आज चाहिँ हाम्रो ट्रिप सुरु भइसकेको छ हैन। हामीसँग छ अनुप, विकास, हेलो, तिनजना छौँ हाम्रो न्यू सफ्टवेयर पार्टी हैन। अब हामी आज चितलाङ पुग्ने छौँ र त्यहाँको रमणीय वातावरणहरुको मजा लिनुको साथै त्यहाँ इन्फर्मेसन पनि कलेक्ट गर्ने छौँ र आजको दिनलाई राम्रो तरिकाले वेल स्पेन्ड गर्ने छौँ। सी यू देयर। बाटोको स्थिति खराब भएको कारणले गर्दाखेरि चाहिँ हिँडाइमा परिरहेको छु। चितलाङ जाने क्रममा चाहिँ हामी यहाँ ब्रिज बाटोतिर आइपुगेका छौँ र चन्द्रगिरी जाने बाटो पनि साइडको पल्लो बाटो हो र यहाँनिर चाहिँ केबल कारहरू पनि कुदेको देख्न सकिन्छ। करिब 1 देखि 1.5 घन्टाको यात्रा पछाडि हैन काठमाडौँबाट हामी यहाँ चितलाङ आइपुगेका छौँ। यहाँ ठ्याक्कै बजारमा छौँ हामी चाहिँ अहिले हैन। अब हाम्रो यात्रा भनेको चाहिँ अब झरनासम्म पुग्ने रहेको छ। यहाँ देख्न सकिन्छ हाम्रो चाहिँ अब दिशा भट्किएर बसेका छौँ यहाँनिर कहाँनिर हो भनेर हैन। यहाँ ठाडो उकालो छ, यता पनि जाने बाटो छ तर ठ्याक्कै जाने कहाँ अलिकति यहाँ मुस्किल परिरहेको छ हैन। चितलाङ कटेर लगभग आधी घन्टा अगाडि नै हिँडिसकेको छ। हिँड्दा हिँड्दै बाटैमा एउटा झुलुङ्गे पुल पनि देख्न पाइयो। यो इन्द्र सरोवर मानव निर्मित सबैभन्दा ठुलो ताल भनेर पढिएको थियो हैन। आज चाहिँ आएर प्रत्यक्ष रूपमा देखियो। पर्यटकको हिसाबले यहाँ चाहिँ धेरै नै अब आन्तरिक पर्यटनै होला यो हैन। धेरै नै देख्न पाइयो। बोट एकदम प्राय बिजी नै देखिन्छ। फाइनली हामी चाहिँ अब झरना आइपुगेका छौँ। होटलमा यहाँ एकछिन बस्नेछौँ अनि त्यस पछाडि झरनातिर लाग्नेछौँ। तलतिर जाँदैछौँ होइन खाएर। यहाँ पैसा पनि लाग्ने हो। लाली गुराँस ढकमक्क फुलेको देख्न सकिन्छ। अझै तल जानुपर्छ। काठमाडौँ आएको 3 महिना जति भयो तर त्यहाँ आएदेखि चाहिँ यता अलिक लङ डिस्टेन्स घुम्न चाहिँ कतै हिँडेको थिइनँ म होइन। यो काठमाडौँदेखि त्यति नजिक पनि होइन, अलिकति टाढा त टाढै छ तर बाटो पनि एकदमै खराब होइन। 3 घन्टा जति लाग्यो यहाँ आइपुग्न चाहिँ चितलाङ हुँदै। तर आए पछाडि चाहिँ यहाँ चाहिँ ठाउँ चाहिँ एकदम इट्स वर्थ इट। एकदम रिफ्रेसमेन्ट चाहिएको थियो होइन। यो टाइममा चाहिँ अब रिफ्रेसमेन्ट पाइयो होइन। ठुलो चाहना मेरो आमालाई हँसाउने सर्वबाट विश्वास शान्ति फैलाउने पुर्खाको मन्त्र यो जप्छु चौतारीमा
बारीमा बसी जननी जन्मभूमिश्च स्वर्गदपि गरियसी। यसको चाहिँ 20 रुपियाँ, एउटाको 20 रुपियाँ कि सबैको 20 रुपियाँ? यतिको 20 रुपियाँ। यो लाली गुराँस फल्ने सिजन हो? दिनभरि कतिवटा बिक्री गर्छौ? अब चाहिँ हामीले यहाँ क्वालिटी टाइम स्पेन्ड गरेर हामी चाहिँ अब फर्किन लागेका छौँ होइन। लट अफ मेमोरिज कलेक्ट गरेर यहाँ झर्नाको। अनुप कस्तो लाग्यो झर्ना? एकदमै रमाइलो। विकास झर्ना हेरेर होइन फर्किँदैछौँ। त्यतिलाई फेरि फर्केर आज चाहिँ त्यहीँ बस्ने नितो गरेका छौँ। ल बाई बाई झर्ना।